हेलो नमस्ते एभ्रिवान। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। सो हामी पनि सन्चै छौं, म पनि सन्चै छु गाइज। अहिले चाहिँ म ठ्याक्कै यो क्रोएसियाको जाग्रेब भन्ने ठाउँबाट सानो एउटा भिडियो बनाउँदैछु गाइज। यो चाहिँ घोडे पार्क हो। स्पेशली यो घोडा भएर नेपालीहरूले घोडे पार्क भनेर यसलाई चाहिँ चिन्दो रहेछ। सो यहाँको अवस्था चाहिँ यस्तो छ गाइज। त्यो स्पेशल घोडा हो। यो चाहिँ यो घोडा भएको कारणले मान्छेहरूले घोडे पार्क भन्दो रहेछ। सो as well you can see अहिले चाहिँ गाइज यहाँको टेम्परेचर चाहिँ अलमोस्ट 7-8 होला। गर्मी नै छ अहिलेको इन्भाइरोमेन्ट। सो यो घोडे पार्क हो गाइज। नेपालीहरूले राखिदिएको नाम चाहिँ घोडे पार्क रहेछ। सो यहाँ पनि आउने एउटा सानो मौका मिल्यो। स्पेशली नेदरल्यान्डबाट चाहिँ आज रातिको गाडीमा आएर यो घोडे पार्कमा चाहिँ यसो घुम्दैछौँ गाइज। यहाँको इन्भाइरोमेन्ट यस्तो रहेछ। ल सोल्टी के कति कामले आउनु भयो त क्रोएसिया? तपाईँ बोलेको यसरी ट्रमहरू लाग्छ। गाइज यहाँ चाहिँ यही गाडी पनि कुद्ने, ट्रम पनि यही कुद्ने। सो यस्तो खालको छ। जस्ता यो चाहिँ घोडे पार्कको नजिकको एउटा सानो पार्क रहेछ गाइज। यस्तो छ। अहिले चाहिँ नेपालको यो चैत वैशाख लागेको जस्तै खडेरी चाहिँ लागिरहन्छ। हेर्न सक्नुहुन्छ यो रुखहरूको पातहरू चाहिँ एकदमै झरेको छ। वैशाख लागिरहेछ गाइज। क्रोएसियामा चाहिँ यो युरोप अल युरोपमै होला यस्तो आई थिङ्क। पुरा सिक्रा छ पातहरू झरेर। हल्का हरियालीको अवस्था पनि छ गाइज। तपाईहरुलाई जस्ताको तस्तै प्रसारण गर्ने कोसिस गर्दैछु गाइज। यहाँ चाहिँ स्पेशली बाटो काट्दाखेरि यो हिउँ बल्नु पर्छ।
अरू बेला अलमोस्ट रातो नै बलेर हुन्छ। जेब्रा क्रसिङ गर्दा चाहिँ हरियो बोल्नुपर्छ गाइज। चाहिँ मर्मत हुँदो रहेछ बर्डरको। यो चाहिँ केही क्याथोलिकको मन्दिर होला गाइज। मन्दिर नै हो यो। यो ठुलो घोडे पार्क होइन सोल्टी? पुलिस चेकिङ एकदम हान्छ कि पुलिस चेकिङ एकदम हान्छ कि। फाइनली घोडे पार्क चाहिँ यही हो है गाइज, क्रोएसियाको घोडे पार्क। नेपालीहरूले काम नपाएर एउटा शीतल ताप्ने ठाउँ हो। होस्टेलको बास भएर बस्दा बस्दा यो शीतल ताप्ने ठाउँ हो यो घोडे पार्क। क्रोएसियाको घोडे पार्क हो गाइज। क्रोएसिया आउने मान्छेहरूलाई यो घोडे पार्क भन्ने ठाउँ चाहिँ प्राय सबैलाई नै यहाँ घुम्न आएको हुन्छ। सो गाइज यस्तो छ। एकदम ठुलो पार्क छ।